परिवर्तनका नारा बोकेर आएको राष्ट्रिय स्वतन्त्र पार्टी रासपा र त्यसका अध्यक्ष रवि लामेछानेको पार्टीभित्र आज हिन्दू विरोधी, धर्म विरोधी, राष्ट्र विरोधी, राजा विरोधी तथा गाई खाने विचार बोकेका व्यक्तिहरू एकै ठाउँमा जम्मा भएका छन् भन्ने कुरा विभिन्न नेताहरूका सार्वजनिक अभिव्यक्तिबाट अस्पष्ट भइसकेको छ। म आवश्यक परे यस्ता व्यक्तिहरूको नाम एक एक गरी लिन सक्छु। फोटोमा देखिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री सोभिता गौतमले सार्वजनिक रूपमा भनेकी छिन्, महिलामाथिको बलात्कार सामान्य कुरा हो, सामान्य झापड लगाई जस्तै। यस्तो गैर जिम्मेवार र अमानवीय अभिव्यक्तिले महिला पीडितालाई सामान्यकरण गर्नुका साथै समाजलाई अपराधलाई नै वैध बनाउने सोच झल्काउँछ। त्यसै गरी पार्टीसँग आबद्ध विनिता कठियालले भनेकी छिन्, राज्यमा गरिबलाई ठाउँ नै छैन, गरिबले भ्रष्टाचार गर्छन्। यो भनाइले गरिब र सीमान्तकृत समुदायप्रति घोर अपमान मात्रै होइन, गरिबलाई अपराधसँग जोड्ने खतरनाक मानसिकता देखिन्छ। तपाईहरूले भिडियो मार्फत देखिसक्नु भएको होला, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा बाँके क्षेत्र नम्बर 3बाट उम्मेदवार खगेन्द्र सोनार, जो आफूलाई दलितहरूको मसिहा भन्छ, उनले खुलेआम भने गाई काटेर खानुपर्छ। जसरी अरूले मटन खान्छ, यो अभिव्यक्ति हिन्दू धर्म, सनातन परम्परा र राष्ट्रिय संस्कृतिमाथिको सिधा आक्रमण हो। त्यसपछि डाक्टर बाबुराम भट्टराई गोर्खा 2बाट उम्मेदवारी फिर्ता लिएर घन्टीलाई समर्थन गरे। त्यसको बदलामा उनलाई राष्ट्रपतिको प्रस्ताव गरिएको भन्ने बुझिन्छ। उनी फिलिस्तिनको हमासको आतंकवादी सङ्गठनको समर्थनमा बोल्छ, तर बङ्गलादेशमा हिन्दूहरूमाथि भइरहेको दमनबारे मौन बस्छ। यसले उनीहरूको दोहोरो मापदण्ड प्रष्ट गर्छ। त्यसै गरी सुदन गुरुङ, जो रवि लामेछाने र बालेन शाहलाई मिलाउने मुख्य पात्र भनिन्छ, उनले जेनजी आन्दोलनका क्रममा राजा आए विद्रोह गर्छौ भनेर सार्वजनिक रूपमा भनेका थिए। यसबाट उनी स्वयं राजा विरोधी भएको अस्पष्ट हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका अर्को नेता अमरेश कुमार सिंह सर्लाही क्षेत्र नम्बर 4बाट प्रतिनिधि सभा उम्मेदवार खुलमखुला रूपमा नास्तिक हुन्। उनले बारम्बार हिन्दू राष्ट्र आवश्यक छैन भन्दै हिन्दू धर्म, संस्कृति र सनातन परम्पराको विरोध गर्दै आएका छन्। हिन्दू सम्राट सेनाको खुला विरोध गर्दै मधेसलाई धर्मसँग कुनै सम्बन्ध छैन भन्ने अभिव्यक्ति पनि दिइसकेका छन्। त्यसै गरी पार्टीका अर्का उपाध्यक्ष स्वर्णिङ वागले खुलेआम भनेका छन्, हिन्दू राष्ट्र राजा चाहिनेहरू मान्छेहरू हाम्रो पार्टीमा नआए पनि हुन्छ। यी सबै अभिव्यक्ति र पात्रहरूलाई समग्र रूपमा हेर्दा हिन्दू विरोधी, धर्म विरोधी र राष्ट्र विरोधी मानसिकता भएका व्यक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टीभित्र निर्णायक भूमिकामा पुगेका छन्। त्यसैले म स्पष्ट रूपमा भन्न चाहन्छु, यो पार्टी न त तपाईँ हाम्रो हितमा छ, न राष्ट्रको हितमा छ, न धर्मको हितमा छ।